वेलकम ब्याक टु माई च्यानल है। हामी चाहिँ आज कपनी जाँदैछौँ। अहिले चाहिँ तारकेश्वर भन्ने ठाउँमा आइसक्यो होइन। फर्दर बिहानै पानी परेर हल्का डिले चाहिँ भयो, तैपनि अलि पानी रोक्यो, अलि क्लियर मौसम नै छ होइन। आज खासमा त हाम्रो साईजीको बर्थडे स्पेसल ट्रिपमा चाहिँ हामी यता घुम्न आएको छौँ। सर्वप्रथम त साईजीलाई ह्याप्पी बर्थडे है साईजी। थ्याङ्क यू सो मच। थ्याङ्क यू। 32 वर्ष भएको साईजी हाम्रो 32औं वर्षमा प्रवेश गर्नुभयो है। मङ्गलजीको पनि आउँदैछ बिस्तारै। गाउँघरको खेती लाउने ठाउँ हो कि जस्तो लाग्यो होइन। गाउँघर त गाउँघर नै हो होइन। यस्तो फोटो कोकोनियाको बेला हाम्रो यहाँ मङ्गलजी र लक्ष्मणजीलाई चाहिँ के भन्न चाहनुहुन्छ यो ठाउँको बारेमा? कस्तो लाग्यो? यसको बारेमा यो एउटा बाजुराको यस्तै डाँडा छ के, यस्तै ठ्याक्कै डाँडा छ। त्यसकै याद आएर मलाई त्यहाँ माथि नै अघि हाँसो लागेको कारण नै थियो। त्यस्तो यसो हेर्दाखेरि बाजुराको सानो भाइ हाम्रो पुसअप हुने कुरा भइरहेछ होइन। मिनिमम कति हान्छु भन्ने गेस? म 10 हान्छु। अनि हजुर? म 5 वटा हान्छु होला। म बुढालाई जित्छु। म 30 हान्दिन्छु ल। 30? 30। ल लेट्स। ल रेडी? 1 2 3 गो। 1 2 ल आफै काउन्ट गर्नु ल। ए होइन मङ्गलजी त्यस्तो होइन, त्यस्तो तल गर्नु पर्यो। खोइ त साइजी 30 पुगेन? पुगिसक्यो नि किन म काउन्ट नै गरेन। हाम्रो लक्ष्मणजी त थाक्नु भयो धेरै नै है। शान्तिनु भयो जस्तो लाग्यो साथीहरु। साईजीको बर्थडे स्पेसलको अफरमा चाहिँ हामी साईजीलाई खुवाउँछ। ल साईजीलाई बर्फी ल ह्यापी तपाईँलाई पर्दैन यार, मलाई चाहिँ आधा लिनु। ल यही मलाई खुवाउनु नि त। पानी हुनु भन्ने तिमीलाई चाहिँ बडी खुवाउनु पर्यो यो बर्फी चाहिँ है। ल ह्याप्पी बर्थडे वन्स अगेन है साईजी। धन्यवाद सबैलाई। आज यही उपलक्ष्यमा आज हामी लाग्यो। तपाईँको अनुभव सुनाउनु त। एकदमै रमाइलो। 1 वर्ष बुढो भयो साथीहरू। आज
धेरै रमाइलो लाग्यो आज बर्थडे पनि भयो बाहिर पनि जाँदैछौँ सँगसँगै अब यसपछि हाम्रो यात्रा भागी झरना नै हो त उपारेले पन ककनीका डाँडा आइकन आजै छ रमाइलो रेले पन तेरी सुरा हामी ककनी भ्यू पोइन्ट हेरेर चाहिँ फर्दर अब हामी रसिया भागे झरना जाँदैछौँ सर यहाँबाट नै अहिले नै हिमाल देखिरहेछ होइन सर कस्तो मजाको वाउ हिमाल अब यहाँदेखि चाहिँ अब यता तल लाग्यो राम्रो देखिरहेछ तर बाटो हो बाटो चाहिँ म त माथिबाट त हाल्न सक्दैन यार म गइगयो समात्दिनु ल समात्नु ल ए गयो बाटो चाहिँ यस्तो डेन्जर छ कि यताको हान्नु र यताको मै सक्छु जस्तो छ बरु मै सक्छु जस्तो छ हाम्रो आप चोर्रे त्यो चाहिँ ओहो अनसक्सेस भयो है एउटा नि झर्दैन त यार मैले 4वटा झर्दैन त ए झर्यो एउटा त म झारेरै छाड्छु यार ल झर्यो मङ्गलजीको हात चाहिँ मङ्गलजीको हात चाहिँ सिधा छ है एउटा दुईटा ल भयो पुग्छ यति भयो पुग्छ यति भयो हुन्छ प्लास्टिक छैन प्लास्टिक त हेर्नुपर्छ 10-12वटा एप चाहिँ चोर्न मिसन सक्सेस भयो ल अब हामी चाहिँ फेरि अगाडि बढ्दैछौँ खत्रे एप हाम्रो मङ्गलजीको हात चाहिँ खत्रै सिधा रहेछ हामीले चाहिँ एउटा नि झार्न सकेनौँ मङ्गलजीले चाहिँ एक सटमा 3-4वटा पुरै झारेर 2 घन्टा अफ रोड बाटो पछि बल्ल अब हामी मेन रोडमा निस्किँदैछौँ यता त चैते धान पाकिसक्यो रहेछ यार हार्भेस्टिङ गर्ने टाइम भइसक्यो रहेछ यता त कुन ठाउँ आयो ढिकुरे चोक ढिकुरे भन्ने ठाउँमा आएर चाहिँ यसो चना अन्डा खाऊ भनेर होइन Will take your place. I can't
त्यही हो क्या भाङ्गे झरना हुनुपर्छ यही हो जस्तो छ अहिले चाहिँ ढुङ्गा मात्रै छ यहीबाट झर्छ होला भाङ्गे झरना चाहिँ कत्रो ढुङ्गा छ यो त हेर्नु त आम्मामामामा जाम अब यही हो झरना भनेको भाङ्गे झरना हेरिसक्यो यही रहेछ भाङ्गे झरना खतरा पानी खस्यो भने त डेन्जर देखिन्छ होला यो त मलाई त खतरा देखाएको थियो कि यो चाहिँ यस्तो रहेछ पानी नभएर हो होइन खत्रै खस्छ होला त्यहाँतिरबाट झर्छ भने त मलाई त फोटो हेर्नु नि क्या दामी छ म चाहिँ यस्तो फोटोबाट विश्वासै गरेको थिएन क्या यस्तो ठाउँमा आएर गलत सिजनमा आइयो होइन 2.5 किलोमिटर थाकै भयो होला यही यही हो यही हुनुपर्छ